नमस्ते इजी निहंगो युट्युब च्यानलमा यहाँलाई स्वागत छ। आज हामी लेसन 1 को ग्रामर पढ्न गइरहेको छौँ। कृपया भिडियो अन्तसम्म हेरेर साथ दिनुहोला। सबभन्दा पहिला तपाईहरुलाई म वा पार्टिकलको बारेमा पढाउन गइरहेको छु। हिरागानाको हा शब्दलाई यदि पार्टिकलको रूपमा आउँछ भने वा उच्चारण गरिन्छ, जसको अर्थ के हुन्छ त चाहिँ भन्ने हुन्छ है। यहाँ मैले डेफिनेसन लेखेको छु तपाईहरुलाई। वा शब्दको पछाडि आएको हालाई वा भन्नु पर्दछ। यो हा छ नि, यो हा हो नि त हामीले पढ्दाखेरि, तर यदि पार्टिकलको रूपमा आएको छ भने यसलाई वा भन्नु पर्दछ। वाक्यमा जेको बारेमा कुरा गर्ने हो है, वाक्यमा कसको बारेमा, मेरो बारेमा, उसको बारेमा, राम श्याम हरि सीता गीता जसको बारेमा कुरा गर्ने हो है, बारेमा कुरा गर्ने, त्यसको पछाडि वा पार्टिकलको प्रयोग गरिन्छ, गर्नु पर्दछ, जसको अर्थ चाहिँ भन्ने हुन्छ है। जसको अर्थ चाहिँ, जस्तै म राम हो भन्नु परेछि वातासी वा रामु देश भन्ने भयो। इक्जाम्पलहरु यहाँ हेर्नु त। वातासी वा है, वातासी वा गाकु गाकु सेई देश भन्या त है। ओ यो भने के चाहिँ वातासी वा भनेको म, वा भनेको चाहिँ म चाहिँ गाकुसे दिस, म चाहिँ विद्यार्थी हो। त्यस्तै वातासी वा इसे दिस, म चाहिँ डाक्टर हो। यसमा जान्नु पर्ने के हो, वा पार्टिकल हिरागानाको हा शब्द नै वा हुन्छ, जसको अर्थ चाहिँ हुन्छ। यदि यो पार्टिकलको रूपमा प्रयोग भएर आउँछ भने यसलाई हामी हा नभनेर वा उच्चारण गर्नु पर्दछ है। अब अर्को के छ त, गो। गो भनेको जापानिज भाषामा कुनै पनि देशको भाषा भन्ने बुझिन्छ। यदि कुनै पनि देशको नामको पछाडि गो लगायो भने त्यो देशको भाषा भन्ने हुन्छ है। कुनै पनि देशको पछाडि गो लगाउँदा त्यो देशको भाषा हुन्छ भन्ने अर्थ लाग्दछ। जस्तै नेपारू भनेको नेपाल हो नि त, नेपारूका पछाडि गो लगाउँदा नेपाली भाषा भयो। त्यस्तै इन्डो भनेको इन्डिया, इन्डोको पछाडि गो लगाउँदा इन्डियन भाषा, हिन्दी भाषा भन्ने हुन्छ। जस्तै निहोन भने जापान हो नि त, निहोनका पछाडि निहोङ्गो लगाउँदाखेरि जापानिज भाषा भन्ने अर्थ लाग्छ। अब हामीले कसरी बुझ्नु पर्यो त, यदि कुनै पनि देशको नाम छ र त्यो नामका पछाडि गो लगाएको छ भने त्यो देशको भाषा भन्ने अर्थ लाग्दछ। अब अर्को के छ त, गो। गो भनेको जापानिज भाषामा कुनै पनि देशको भाषा भन्ने बुझिन्छ। यदि कुनै पनि देशको नामको पछाडि गो लगायो भने त्यो देशको भाषा भन्ने हुन्छ है। कुनै पनि देशको पछाडि गो लगाउँदा त्यो देशको भाषा हुन्छ भन्ने अर्थ लाग्दछ। जस्तै नेपारू भनेको नेपाल हो नि त, नेपारूका पछाडि गो लगाउँदा नेपाली भाषा भयो। त्यस्तै इन्डो भनेको इन्डिया, इन्डोको पछाडि गो लगाउँदा इन्डियन भाषा, हिन्दी भाषा भन्ने हुन्छ। जस्तै निहोन भने जापान हो नि त, निहोनका पछाडि निहोङ्गो लगाउँदाखेरि जापानिज भाषा भन्ने अर्थ लाग्छ। अब हामीले कसरी बुझ्नु पर्यो त, यदि कुनै पनि देशको नाम छ र त्यो नामका पछाडि गो लगाएको छ भने त्यो देशको भाषा भन्ने अर्थ लाग्दछ। अर्को छ अब जिन। जिन भनेको नागरिक। कुनै पनि देशको नामका पछाडि गो थप्दा त्यो देशको भाषा भयो भने, अब कुनै पनि देशको नामको पछाडि जिन थप्दा त्यो देशको नागरिक भन्ने बुझिन्छ है। कुनै पनि देशको नामका पछाडि जिन थप्दा त्यो देशको नागरिक हुन्छ भन्ने अर्थ लाग्दछ। भने मतलब जस्तो नेपाली भन्नु पर्यो भने नेपाललाई के भन्छ त, नेपारू भन्छ। नेपारूका पछाडि जिन थपेपछि के भयो, नेपारू जिन है। त्यस्तै भियतनाम छ भने भियतनामु जिन है। इंग्ल्यान्डको छ भने इग्रेसु जिन भन्छ। जस्तो के इक्जाम्पलहरु यहाँ छ। नेपारू भनेको नेपाल, यसका पछाडि चाहिँ जिन थप्दा के बन्यो त, नेपाली नागरिक अथवा नेपाली भन्ने भयो। त्यस्तै इन्डो छ, इन्डोको पछाडि जिन थप्दा इन्डियन नागरिक।
निहोन भने जापान हो नि त, निहोनका पछाडि जिन थप्दा निहोन जिन, जापानिज नागरिक। त्यस्तै ताई भनेको थाइल्यान्डलाई जापानिजहरूले ताई भन्छ है, ताईका पछाडि जिन थप्दा ताई जिन भनेको थाइल्यान्डको नागरिक हुन्छ। हो भने मतलब यदि पनि कुनै पनि देशको नामको पछाडि जिन थपियो भने त्यो देशको नागरिक हो भन्ने बुझिन्छ। अब अर्को छ देश। अब यसलाई हामीले पढ्दाखेरि त सु पढेका थियौँ है, तर यसमा देश भन्दाखेरि स उच्चारण हुन्छ, जसको अर्थ देशको अर्थ चाहिँ के हुन्छ त हो भन्ने हुन्छ है। कुनै पनि वाक्यलाई अन्त्य गर्न है, कुनै पनि वाक्यलाई अन्त्य गर्न नाउनका पछाडि, नाउनसँग है, नाउनसँग नाउनका पछाडि प्रयोग गरिन्छ। यसले साधारणतया हो भन्ने अर्थ लगाउँछ है, र वाक्यलाई के बनाउँछ त सभ्य अथवा रेस्पेक्टिभ बनाउँछ कि अझै त्यसलाई राम्रो पोलाइट बनाउँछ वाक्यलाई। भने मतलब नाउनका पछाडि वाक्यलाई अन्त्य गर्नको लागि देशको प्रयोग गरिन्छ, जसको अर्थ के हुन्छ त हो अथवा छ भन्ने हुन्छ, र यसले वाक्यलाई के बनाउँछ त पोलाइट बनाउँछ। जस्तै के इक्जाम्पलहरू है, म चक्र हो भने वतासी वा चाकुरो दिस, म चक्र हो भने। जस्तै यहाँ हेर्नु त वतासी वा नेपाल जिन दिस, म चाहिँ नेपाली नागरिक हो। यो देशले के भयो त हो भन्ने अर्थ दियो। हेर्नु त वतासी वा गिन्कोइन दिस, गिन्कोइन भनेको बैंक कर्मचारीलाई गिन्कोइन भन्छ। वतासी वा गिन्कोइन दिस भनेको म चाहिँ बैंक कर्मचारी हो। यसले के गर्यो त नाउनका पछाडि दिस थपेर यसलाई के गर्यो त सेन्टेन्सलाई एउटा इन्डिङ गर्यो, अन्त गर्यो। साथसाथै अब म नेपाली नागरिक भन्नु र म नेपाली नागरिक हो भन्नु पर्दा, म नेपाली नागरिक हो भनेर भन्नु पर्दा अलि पोलाइट सुनिन्छ नि हो, यसले चाहिँ सेन्टेन्सलाई पोलाइट बनाउने काम गर्छ। अर्को के गर्छ, नाउनका पछाडि आएर यसलाई सेन्टेन्सलाई अन्त्य गर्ने काम पनि गर्छ है। त्यही भएर देश भनेको के हो त हो अथवा छ हो, यो चाहिँ नाउनका पछाडि लाग्दछ र सेन्टेन्सलाई अन्त्य गर्ने काम गर्दछ। दिस पढिसकेपछि अर्को दिस्का छ। ओ दिस्का भनेको के हो त, दिस भनेको हो भने दिस्का भनेको हो। त्यो दिस्का चाहिँ क्वेसन गर्दा त प्रश्न सोध्दा प्रयोग गरिन्छ कुनै पनि। जस्तै यो के हो भन्दा कोरेवा नाम दिस्का, यो के हो है। काबिनजी चाहिँ डक्टर हो भनेर भन्नुपर्दा काबिन सानवा इस्या दिस्का भनेर भन्छ है। यो चाहिँ जहिले पनि प्रश्न गर्दा लाग्छका नाउनका पछाडि प्रश्न गर्दाखेरि दिस्काको प्रयोग गरिन्छ। जस्तै हेर्नु त मिरासान वा गाकुसे दिस्का सोधेको उसलाई, मिराजी विद्यार्थी हुन्, अर्थ के भयो मिराजी चाहिँ विद्यार्थी हुन्, क्वेसन मार्क आउँछ है। अनि कोरे वा नाम दिस्का, त्यो चाहिँ के हो है, क्वेसन मार्क है। दिस भनेको हो भने त्यसलाई कुनै नाउनका पछाडि प्रश्न सोध्नु पर्दाखेरि दिस्काको प्रयोग गरिन्छ। अर्को छ अब ज्या आरिमासेन। ज्या आरिमासेन भनेको होइन भन्ने हुन्छ है, होइन भन्नुपर्दा देशको नेगेटिभ नै ज्या आरिमासेन हो। कुनै पनि कुरा हो भन्नलाई देश भन्यो भने होइन भन्नुपर्दा ज्या आरिमासेन लाग्दछ है। अब है कुनै पनि वाक्यको अन्त्यमा नाउनका पछाडि ज्या आरिमासेनको प्रयोग गर्दा होइन भन्ने अर्थ लाग्दछ भन्ने। अब के कुरा पनि अघि हो भन्नलाई हामीले देशको प्रयोग गरेको थियौँ, अब होइन भन्नु पनि पर्ला। होइन भन्नु पर्दाखेरि देशलाई हटाएर देशको सट्टामा ज्या आरिमासेनको प्रयोग गर्नुपर्दछ। जस्तो हेर्नु है, वातासी वा म चाहिँ गिन्कोइन बैंक कर्मचारी ज्या आरिमासेन होइन, म चाहिँ बैंक कर्मचारी होइन भन्नलाई के भनेको छ त वातासी वा गिन्कोइन ज्या आरिमासेन। त्यस्तै अर्को म इन्डियन नागरिक होइन भन्नुपर्दा वातासी वा इन्दोजिन ज्या आरिमासेन। अब कुनै पनि कुराहरू होइन भनेर भन्नु पर्दाखेरि हो भन्दाखेरि देश प्रयोग गरिन्छ भने होइन भन्नुपर्दा देशको नेगेटिभको रूपमा चाहिँ ज्या आरिमासेनको प्रयोग गरिन्छ। जस्तै म विद्यार्थी होइन भन्नु पर्यो भने वातासी वा गाकुसे ज्या आरिमासेन। अर्को छ दारे दोन्नता। दारे र दोन्नता दुईटैको अर्थ को भन्ने हुन्छ है।
दारे भनेको को हो, दोनता भनेको को, तर फरक के छ भने दारे भन्दा दोनता अझै पोलाइट भनिन्छ। रेस्पेक्ट गर्नुपर्ने व्यक्तिलाई सोध्नु पर्दा अथवा आफूभन्दा ठुलो मान्छे छ भने को हो भनेर सोध्नु पर्दा उहाँ को हुनुहुन्छ भनेर सोध्नु पर्दा दोनताको प्रयोग गरिन्छ है। दारे भनेको को, ऊ त्यो को हो भन्दा आनो हितोवा दारे दिस्का भयो, तर उहाँ चाहिँ को हुनुहुन्छ भनेर भन्नुपर्दा आनो काता वा दोनता दिस्का हुन्छ। यहाँ अर्को के छ भने जहिले पनि आनो हितो छ भने यसमा जहिले पनि दारे प्रयोग गरिन्छ भने आनो काता छ भने यससँग दो ना ताको प्रयोग गरिन्छ जहिले पनि। किन? पोलाइट, यो चाहिँ दारेकै पोलाइट फर्म नै दोनता हो, दुईटैको अर्थ एउटै हुन्छ। जस्तो इक्जाम्पल हेर्नु है, आनो हितो वा दारे दिस्का, ऊ त्यो मान्छे को हो भनेर सोधेको छ है। अब यसलाई पोलाइट रूपमा भन्नुपर्दा आनो काता वा दोनता दिस्का, उहाँ चाहिँ अथवा उहाँ महानुभाव चाहिँ को हुनुहुन्छ होला भनेर सोध्नु पर्दा यो दारे र दोनताको प्रयोग गरिन्छ। अर्को छ दारे दोनता। दारे र दोनता दुईटैको अर्थ को भन्ने हुन्छ है। दारे भनेको को हो, दोनता भनेको को, तर फरक के छ भने दारे भन्दा दोनता अझै पोलाइट भनिन्छ। रेस्पेक्ट गर्नुपर्ने व्यक्तिलाई सोध्नु पर्दा अथवा आफूभन्दा ठुलो मान्छे छ भने को हो भनेर सोध्नु पर्दा उहाँ को हुनुहुन्छ भनेर सोध्नु पर्दा दोनताको प्रयोग गरिन्छ है। दारे भनेको को, ऊ त्यो को हो भन्दा आनो हितोवा दारे दिस्का भयो, तर उहाँ चाहिँ को हुनुहुन्छ भनेर भन्नुपर्दा आनो काता वा दोनता दिस्का हुन्छ। यहाँ अर्को के छ भने जहिले पनि आनो हितो छ भने यसमा जहिले पनि दारे प्रयोग गरिन्छ भने आनो काता छ भने यससँग दो ना ताको प्रयोग गरिन्छ जहिले पनि। किन? पोलाइट, यो चाहिँ दारेकै पोलाइट फर्म नै दोनता हो, दुईटैको अर्थ एउटै हुन्छ। जस्तो इक्जाम्पल हेर्नु है, आनो हितो वा दारे दिस्का, ऊ त्यो मान्छे को हो भनेर सोधेको छ है। अब यसलाई पोलाइट रूपमा भन्नुपर्दा आनो काता वा दोनता दिस्का, उहाँ चाहिँ अथवा उहाँ महानुभाव चाहिँ को हुनुहुन्छ होला भनेर सोध्नु पर्दा यो दारे र दोनताको प्रयोग गरिन्छ। अब नो को अर्थ को भन्ने हुन्छ कि को भन्दा मेरो, तपाईको, रामजीको, श्यामजीको, हरिजीको, कसैले को भन्नुपर्दा नो को प्रयोग गरिन्छ। जस्तै आना तानो कुरुमा दिस्का, तपाईँ को, यो को भन्नलाई के भएको त नो को प्रयोग गर्यो। आना तानो कुरुमा दिस्का, तपाईँको कार हो भनिएको छ। अर्को मिरा सानो खादान दिस, मिराजीको झोला हो भने नो को अर्थ चाहिँ को भन्ने अर्थ लाग्दछ। अब अर्को दारे छ। दारे हामीले पढिसकेपछि दारे र दारे नोमा के फरक छ? दारे भनेको को, मान्छे व्यक्तिलाई यो मान्छे को, त्यो मान्छे को भनेर भन्नुपर्दा दारेको प्रयोग गरिन्छ। अब यो कसको हो भन्दाखेरि दारे नो, यो कसको है। जस्तै यो झोला कसको भन्नु पर्यो भने चाहिँ यो झोला कसको हो भन्दा पर्दा कोनो खामान वा दारेनो दिस्का भयो है। अब यो दारेनो भनेको कसको भन्ने अर्थ आयो है। अब रामजी को हो त, रामजी को हो भन्नु पर्दा हेर्नु है, रामुसान वा दारे दिस्का। अब के भयो त, राम जी चाहिँ को हुनुहुन्छ अब है। अब दारे भने को हुन्छ भने यो दारेका पछाडि नो जोड्दा कसको भन्ने अर्थ लाग्दछ। अर्को छ मो। मोको अर्थ पनि भन्ने हुन्छ, मोको अर्थ पनि हुन्छ। जस्तै म पनि विद्यार्थी हो, म पनि कर्मचारी हो, म पनि इन्डियन हो, म पनि नेपाली हो, कुनै कुरा पनि म पनि भनेर भन्नुपर्दा मोको प्रयोग गर्छ। जस्तै एउटा इक्जाम्पल,
रामजी चाहिँ विद्यार्थी हो, म पनि विद्यार्थी हो भनेर भन्नु पर्दा पनि राम सानो वा गाकुसे दिस, वातासी मो गाकुसे दिस भन्ने हुन्छ। जस्तै इक्जाम्पल यहाँ हेरौँ है, वातासी मो म पनि, यो मोको अर्थ चाहिँ पनि हुन्छ। गाकुसे दिस विद्यार्थी हो, वातासी मो म पनि नेपारुजिन दिस, म पनि नेपारुजिन नेपाली नागरिक हो भन्ने हुन्छ। त्यसले मोको अर्थ पनि भन्ने लाग्दछ। अर्को छ मो, मोको अर्थ पनि भन्ने हुन्छ। मोको अर्थ पनि हुन्छ। जस्तै म पनि विद्यार्थी हो, म पनि कर्मचारी हो, म पनि इन्डियन हो, म पनि नेपाली हो, कुनै कुरा पनि म पनि भनेर भन्नु पर्दा मोको प्रयोग गर्छ। जस्तै एउटा इक्जाम्पल, रामजी चाहिँ विद्यार्थी हो, म पनि विद्यार्थी हो भनेर भन्नु पर्दा पनि राम सानो वा गाकुसे दिस, वातासी मो गाकुसे दिस भन्ने हुन्छ। जस्तै इक्जाम्पल यहाँ हेरौँ है, वातासी मो म पनि, यो मोको अर्थ चाहिँ पनि हुन्छ। गाकुसे दिस विद्यार्थी हो, वातासी मो म पनि नेपारुजिन दिस, म पनि नेपारुजिन नेपाली नागरिक हो भन्ने हुन्छ। त्यसले मोको अर्थ पनि भन्ने लाग्दछ। अर्को छ तपाईँको सान। सान भनेको जी, कसैलाई पनि रेस्पेक्ट गर्नु पर्दा, कसैलाई रेस्पेक्टफुल रूपमा बोलाउनु पर्दा त्यो मान्छेको नामको पछाडि सान लगाइन्छ। जस्तै रामजी भन्नु पर्यो भने यसरी रामजी भन्नु पर्यो भने रामु सान। अब मिराजी, मिराजी भन्नु पर्यो भने मिरा सान हुन्छ। र सानो व्यक्तिलाई, सानो बच्चालाई माया गरेर बोलाउँदा चाहिँ च्यानको प्रयोग गरिन्छ है, च्यान, च्यान। जस्तै सानो बच्चा छ भने अब है एमादा च्यान भयो, च्यान भनेको एमादा नानी भन्ने हुन्छ है, एमादा नानी भन्ने अर्थ लाग्छ। अब कसैलाई पनि पोलाइट रूपमा अथवा रेस्पेक्ट गरेर बोलाउनु पर्दा त्यो मान्छेको नामको पछाडि सान लाइन्छ है। र सानो बच्चाहरूलाई अलि माया गरेर बोलाउनु पर्दा त्यो बच्चाको नामको पछाडि च्यान लगाइन्छ। अर्को छ नानसाई र ओइकुचु। नानसाई भनेको कति वर्ष, साई भनेको उमेर है, साई भनेको उमेर है। उमेर सोध्नु पर्दा के गर्नुपर्छ त, भन्नु आफ्नो उमेर भन्नु पर्दा चाहिँ आफ्नो उमेर त्यो सङ्ख्याका पछाडि साई लगाउनु पर्दछ है। अब उमेर सोध्नु पर्दाखेरि नान भनेको के अथवा कति हो नि त, नानको अर्थ के अथवा कति लाग्दछ। त्यही भएर नानसाई भनेको कति वर्ष भन्ने हुन्छ, कति वर्ष भन्ने हुन्छ। र ओइकुचु र नानसाई एउटै हो, दुइटै जान्नुपर्छ। ओइकुचु दिस्का पनि भन्न सक्छ अनि नानसाई पनि भन्न सक्छ है। जस्तै आनातावा नानसाई दिस्का, तपाईँको उमेर कति हुनुभयो भन्यो। अब ओइकुचु दिस्का पनि भन्न सक्छ सिधै, कति वर्ष हुनुभयो अथवा कति वर्ष पुग्नुभयो। त्यो दुइटैको अर्थ एउटै हो है। र अर्को चाहिँ अब कुनै पनि सङ्ख्याको अगाडि, जस्तै 36 छ, साई छ भने सान्ज्यू रोकुसाई उमेर भन्दा। अब चाहिँ भन्नुपर्दा 20 वर्ष कोही छ भने हाताची दिस भन्ने भयो है। 21 वर्ष छ भने के भन्ने भयो त, निज्यू साई दिस भन्ने भयो कि, मतलब 21 वर्ष भए भन्ने भयो। उमेर भन्नु पर्दा जहिले पनि जुन उमेर तपाईँको उमेर हो त्यो सङ्ख्याको पछाडि चाहिँ साई जोडिदियो भने तपाईँको उमेर यति हो भन्ने अर्थ लाग्दछ है। त्यसैले क्वेसन गर्दा कति वर्ष भयो भन्नु पर्दा नानसाई दिस्का अथवा ओइकुचु दिस्का भन्ने भयो। र उत्तर भन्नु पर्दा अथवा आफ्नो उमेर बताउनु पर्दा चाहिँ जति उमेर भएको त्यो उमेर भन्ने होइन, त्यो सङ्ख्या भन्ने, त्यसका पछाडि साई जोड दिँदाखेरि अनि चाहिँ के हो, मेरो उमेर यति भयो भन्ने हुन्छ। जस्तै नानसाई दिस्का भनेपछि जिउ हातसाई दिस 18 वर्ष भए, अथवा गोजिउ नि साई दिस 52 वर्ष भए, एउलजिउ साई दिस 40 वर्ष भए भन्ने अर्थ लाग्दछ है। आज हामीले मिन्नानो निहोङ्गो लेसन 1 का केही महत्त्वपूर्ण ग्रामरहरू सिक्यौँ। कृपया भिडियो हेरेर आफ्नो प्रतिक्रिया जनाउन नबिर्सनुहोला र हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्नुहोला।